हेलो 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 अर्को भिडियोमा स्वागत छ। यो हेर न मस्त कस्या टाइट यसरी हल्लिरहेको तर क्या यसको नटै यो गतिलो नट छैन क्या। सो है साथीहरू दाउनेको भिडियो हेरिरहनु भएको रे म मास्तिर गएर नि आएँ है। अब चाहिँ यहाँबाट बरघाटसम्मको भिडियो टक्क है। दाउनेको रोड कन्डिसन यस्तै छ। बाख्रा टन्नै में यता जाम परेर रहेछ ठ्याक्क। यत्रो धेरै गाडीहरू आएको के म माथिबाट झर्ने बित्तिकै एकछिन रोकेको, नत्र यिनीहरूलाई उछिरिनेर जानुहुन्थ्यो है। टक्क अब नरोकिकन जानु पऱ्यो एस मोडसम्म भिडियो टक्क है। मेरो त्यो एडोब प्रिमियममा उस झ्याउ भयो के भन्छ रोकिनु परिहाल्यो नि। यो डिजे एक्सन 5ले खिचेको अडियो मात्रै जान्छ क्या यार। यसलाई भिडियो जान्ने यार कस्तो तनाव भइरहेको। भिडियो लङ रेकर्ड हुने हो यो। अर्को आएन दाङ तुलसीपुर पनि गएँ नि म यार स्कुटीमा। तुलसीपुर गएर फर्केको यार बिहान नै हरि भयो। त्यहाँ प्रिमियममा भिडियो जान्न अडियो मात्रै जान्छ कि, त्यही भएर यस्तो लङ रेकर्ड गऱ्यो ए तन्नै गुल्टेको यार बाइक। लङ रेकर्ड हान्यो कि त्यही भएर अब यदि एडिट गर्न मिलेन भने त यही क्लिप हाल्नु पर्यो। त्यही भएर लङ रेकर्ड गरेको। आमा कति हल्ला गरेको। एस मोडसम्म गराउनु पर्यो। तुफान लानु पऱ्यो क्या अफ रोडमा। ब्याङ ब्रुङ बाटो त यस्तै हो। सर हेर्नु आफ्नै आँखाले हेर्नु, गफ पेल्न चाहिँ आउँदैन। त्यही हो। मजै आउँछ। काम त भएको लास्टै ढिलो। केही त खसेन मेरो त औडा पानी हो कि फेरि। सबले मलाई साइड छोड्दै राजाको सवारी जस्तो भइदिएर भनेको त यहाँ बाटै त्यस्तो रहेछ। एउटा फोटो खिच्नु पर्ने थम्बनेललाई। भिडियो खिच्यो थम्बनेलको लागि केही नै गर्दिनँ मैले। थम्बनेलै हो नि त मेन त यार। मान्छेले थम्बनेलै देखेर क्लिक गर्छ आजकल। टिकटकको 15 सेकेन्डको भिडियो त मान्छेले हेर्न झ्याउ मान्छ यार। युट्युबको भिडियो त 15-20 मिनटको हुन्छ। कसले हेरिदियोस्। त्यही भएर युट्युबमा भ्युजहरू वात्तै घट्यो नि टिकटकले गर्दाखेरि। यो टडक कहिलेदेखि बिग्रेको थियो यार। सिसा त पुरै ढक्कै भयो। यहाँ चाहिँ तल चाहिँ हरिक बनाएन क्या। देखाउनु हुन्थ्यो के अरे। धुलो डाइरेक्ट अफ रोडिङ भयो क्या आज। यस्तो जाडोमा कुजिएर बसेको आज यो गर्मी रे यसलाई घाममा हरिप कुदाइदिएको क्या। कहाँ गएर भद्राङ लोट्न बेर छैन।
यत्रो माथिबाट भयो है यस हाम्रो खुर्सानी खोला हरिफ थियो यार यता जक्सन थियो सब भत्काइदियो यार ए बुढो डाँडा घाट धुलो चाहिँ खानुपर्छ हरिफ धुलै धुलो भयो कहाँ कुदाएर ल यार त्यो तल त सबै कुहिरो देखिएछ त हौ घाम लाग्थ्यो त म निस्किँदा त ओहो एपी कहाँ जाम लागेछ साला त्यहाँबाट हाल्छु भनेको त खाल्टो भएछ यार त्यो गाडीको ड्राइभर हेरेर हाँस्यो होला उताबाट लान्छु भनेको त कस्तो साला खाल्टो रहेछ यहाँबाट जाँदो रहेछ त म कस्तो साइको मान्छे हो सर त्यहीँबाट गएको त हुन्थ्यो नि झिँकी कता ल्याएको र के भएछ यो दुइटाको झगडा परेछ ए यो ड्राइभर झरेर दिमागले कामै गर्दैन हौ मेरो गाइजहरू यस्तै चलिरहेछ जिन्दगी भिडियो त बनाएर राखेको छु मैले एडिट गर्ने झ्याउलाउँछ यार के भन्ने जे गर्न नि झ्याउलाउँछ क्या ओए म्या लास्टै धेरै स्पिड भयो यो भैँसी हो कि रायो हो ओए हेर त बाटो त ए अफरोडसँग खिच्नु पऱ्यो यार धेरै लामो भयो एसमोडसँग नखिच्ने ओहो दाउरा आम्मा हरेक चिरुवा दाउरा हिँडाले नि यार धेरै कुद्यो क्या हो लर्केर पछारियो भने त फेरि औडै हुन्छ हौ ए ओहो 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 तेरी आइडिया तो बवाल है यार ओ यहाँ चाहिँ बवाल गराएछ के
यहाँ सब मान्छे झुक्किन्छ कि स्वाइँ लिएर आउँछ यहाँ खाल्टो खाल भद्रात ए यहाँ त होइन उतै हो उही यी धन्नै मन लोटेको यार त्यस्तै खाल्टो ओहो तेरी ल बाटो चाहिँ यताबाट चाहिँ पिचै छ भन्नुपर्ने त केही छैन म जस्ट बाटो देखाउन आएको हो है बाटो देखाउन आएको भन्दा पनि आफै बाटो हेर्न आएको माइन्ड फ्रेस गर्न हेर तुल सो त्यही हो आजको भिडियो यति नै राम्रो लाग्यो कमेन्ट गरिदिनु होला है त्यही हो बाई गाइज बाई बाई टाटा